बुढा पुराना कुराहरू धेरै कुरा हुन्छ एक घण्टाको कुरो गर्नै पर्ने कि नलानु पनि पाइयो हो त आफ्नो मन छोटो मोटो पेटा
प्रवचन सुनौला सलाला बज्यो गण्डकी आज त्रेतायुग पनि बित्यो। अब आयो द्वापर युग। द्वापर युगमा भगवान श्री हरिले गजाननको रूप धारण गरेर आउनुहुन्छ अरे। 4 हातवाला बनेर आउनुहुन्छ भगवान द्वापर युगमा। र कलियुग जब लाग्छ भगवानले धूम्रकेतु नाम गरेको विशेष रूप धारण गरेर आउने गर्नुहुन्छ। भक्तवत्सल भगवानको घोडालाई सवार बनाएर धूम्रकेतुको रूपमा आउनुहुन्छ। कलियुगमा भगवानका 2वटा मात्रै हात भएर प्रकट। यो हाँगाको चिजहरूलाई पहिल्यै घुसार्ने एकैचोटि यी पुस्तकहरू विशेष गरेर द्वापर युगमा वेदव्यासले लेख्नु भएको सोच्नु भएको हो नि त। त्यही भएर 4 हातवाला गजानन भगवानको धेरै हामीले महिमा र चर्चा सुन्ने गर्दछौँ। जय लम्बोधर जय दुर्गे जय लम्बोधर जय दुर्गे जय जय हरिहर जय